गृहमन्त्री जस्तो संवेदनशील पद बालेन शाहले सुदन गुरुङ जो चाहिँ हिजोका बच्चा चल्ला केही थाहा छैन उनलाई एउटा नेपाली भाषा शुद्ध राम्रोसँग लेखेर दिएको नि पढ्न आउँदैन अनि नियम कानुनको बारेमा जेरो नलेज भएका व्यक्तिलाई दिएर हामी सुदन गुरुङलाई गृहमन्त्री मान्न तयार छैनौँ भन्दै सडकमा 2-4 जना भेला भएर उफ्रिने र सामाजिक सञ्जालमा विरोध गर्नेहरू आज हेर प्रहरी सङ्गठनका प्रहरी प्रमुखले गृहमन्त्री सुदन गुरुङ अगाडि बस्दै गर्दाखेरि प्रहरी प्रमुख जो चाहिँ छोरा मान्छे छन् उनको आँखाबाट आँसु झर्यो। हामीले कसैको अगाडि आँसु झार्छौँ भने किन आँसु झार्छौँ थाहा छ तपाईँलाई? किनभने कसैप्रति हामीलाई विश्वास छ त्यो व्यक्तिले हाम्रो लागि केही त गर्छ तर हाम्रो राम्रो लागि केही गर्छ भन्ने जब आशा हुन्छ नि अनि मात्र चाहिँ हामीले त्यो मान्छेको अगाडि आँसु झार्ने हो के। त्यो पनि छोरा मान्छेले बिरलै आँसु झार्छन्। त्यो आँसु झार्नु भनेको प्रहरी सङ्गठन पनि पुराना दलहरूबाट कति पीडित रहेछ कति शोषित रहेछ भन्ने कुरा पनि एउटा प्रष्ट उदाहरण हो। होइन भने त योभन्दा अगाडि पनि सयौँ गृहमन्त्री भएका थिए, सयौँ हजारौँ प्रोग्रामहरू भएका थिए तर कुनै पनि प्रहरी प्रमुखले चाहिँ गृहमन्त्रीको अगाडि आँसु झारेको तपाईँले थाहा पाउनु भएको थियो छैन नि। आँसु झर्यो त्यो पनि छोरा मान्छेको। किन भन्दाखेरि किनभने त्यो सङ्गठन हिजो पुराना दलहरूबाट शोषित रहेछ, शोषणमा परेको रहेछ र दबिएर बस्नु परेको बाध्यता रहेछ। त्यस कारणले गर्दाखेरि परिवर्तन सम्भव छ, हुन्छ